गोर्खा क्षेत्र नम्बर 2 का उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य लेखनाथ नेउपाने एक सादगी तथा इमान्दार नेता हुन् जसले यी भुइँ मान्छेको प्रतिनिधित्व गरिरहेका छन्। हजारौं नेताहरूको बीचमा पनि जनताको माझमा बस्ने र जनताको बीचमा बस्ने भुइँ मान्छेको रूपमा उहाँलाई चित्रण गर्न सकिन्छ। जनता जसरी बसेका छन्, जे जनताले खान्छन्, जे गर्छन् त्यही उहाँको दैनिक जीवनशैली हो। जनताले दिएको मकै भटमास खाँदै निर्वाचन परिचालनमा लागिरहेको छ। गोर्खा साङ्गठनिक रूपमा नेपाली कम्युनिस्ट पार्टीको वर्चस्व रहेको गोर्खा क्षेत्रमा 2 मा जनतासँगै जनताको मायालाई अपार सम्मान गर्दै उहाँ निर्वाचित हुनेमा ढोक्क दिनुहुन्छ। गोर्खा यस्तो क्षेत्र हो जहाँ अहिलेसम्म कम्युनिस्टको विरासत छ। जनताको बिचमा घुम्दै उहाँ जनताको सेवामा समर्पित गर्दै आफ्ना बाचाहरू जनताको